हेलो गाइजहरू, आज चाहिँ म फाइनली बुधैयाबाट मनोमा आइसकेको छु। अनि मनोमामा चाहिँ मैले हाम्रो दाईहरू भेटेको छु। दाईहरू चाहिँ अगाडि हुनुहुन्छ अनि हामी चिसो किनेर फर्किसक्यौँ। मार्केटमा आएको छ दाईहरूले। अनि यहाँ चाहिँ मलाई चाहिँ खतरा बियर बोकाएको छन् है। अनि पुरा खुल्याम रोडमा घुम्नु पर्दो रहेछ। म त डरले है पुलिसले भेट्छ भनेर। दाई बबाल छ है। ल खुसी लाग्यो दाई। पुरानै नयाँ क्याम्पमा पुगिसकेको छु। अनि दाई मेरो साथी मनोमा आइसकेको छ। अनि अहिले चाहिँ अन्त 4 करोड जाँदैछु। त्यहाँ चाहिँ केटी पनि छ अरे। अनि कपडा सुकाउने न्युट्युब हो कि न दाई भन्नु त। ल आज धेरै खुसी छु म। अनि यहाँ चाहिँ लेडिज रुमहरू कतै भेटिन्छ कि हामी पर्छ पनि भाग्यले तर त्यस्तो चाहिँदैन त र पनि जाँदैछौँ है। हामी सुध्रेको केटाहरू दाई पनि एकदम हुन्छ अगाडि। अनि ल फाइनली हामी छठमा आइसकेको छौँ। यहाँनिर देख्न सक्नुहुन्छ वाउ कोही पनि छैन र पनि कस्तो दामी दृश्य देखेको है। आकाशमा त्यस्तो टक्क झन् लड्छ त थाहै थिएन। यो चाहिँ बराएन है साथीहरू। लाग्यो साथीहरू। फाइनली हावा चिसो लागिरहेछ। दाई अनि म अलि अँध्यारो भएर देखेन। हामी पनि बनिसक्यो। जुन माथि हेर्नु कस्तो दामी। ल फाइनली भेटिएन हामीले। ल फाइनली हामीले चाहिँ छठमा चाहिँ आज कोही पनि दिदी बहिनीहरू भेट भएन। नेक्स्टमा गएर भेटौँला। उता कहाँ अरे मार्केट। आज त मेरो सपिङ पनि छ हो। सपिङ गर्नु त 5 लाखको जुत्ता ढङ्ग है। फाइनली हामी चाहिँ मार्केटतिर लागिसकेका छौँ दाइसँग। अनि हामी नेक्स्ट टोरतिर लागिसक्यौँ। मलाई गाडीले हान्छ कि डर पनि लाग्छ। रोड क्रस गर्न चाहिँ लास्ट डेन्जर लाग्छ दाइ हो यार। अब बिस्तारै बानी हुन्छ भन्ने आशा। कस्तो खुल्ला आकाश छ आज। आकाशमा हामी सिर्फ दुईजना नेपालको याद आउँछ हेर्नु न। यो रुखहरू झलमल्ल देख्दाखेरि त म र भूमिमा पनि कति धेरै मान्छेहरू बसेको हुन्छ यहाँ चाहिँ। सबैजनालाई नमस्ते। म चाहिँ तपाईँको भाइ निराज लिम्बू। आज चाहिँ म यो ठाउँबाट जाँदैछु। अनि दाईहरूको साथबाट म छुट्टिँदैछु। भेटेको पनि धेरै सालौँ बितिसकेको छ। अनि धेरै मायाहरू जोडिएको छ दाईहरूसँग। म टाढा जाँदैछु अनि दाईहरूलाई धेरै मिस गर्दैछु। एक्लै हुन्छु होला त्यो ठाउँमा। धेरै सम्झिनेछु कलहरूमा। अनि दाई के भन्न चाहनुहुन्छ? थ्याङ्क यू सो मच दाई। फेरि हामी भेट्नेछौँ। फेरि भेट होला नहोला र पनि भेटिदिनुसम्म अति नै खुसी लाग्यो दाइ। थ्याङ्क यू सो मच। अनि यो चाहिँ म बसेको बिल्डिङ हो। अनि आज चाहिँ रातिको समय जुन पनि टक्क लागेको छ। कस्तो दामी भइरहेछ। मनहरू कति धेरै दुखिरहेछ। 2 वर्षसम्म बसेको ठाउँलाई छोडेर जानु अति नै धेरै गाह्रो भयो र पनि जानु पऱ्यो। अनि मेरो मन्सिङ दाइले मलाई 2 सालसम्म खाना पिनाहरू खुवाउनु भयो दाइ। तपाईँलाई धेरै धेरै धन्यवाद के दिन सकिनँ। फेरि हामी भेट हुन्छौँ हुँदैनौँ। साथी सङ्गी कति धेरै हुनुहुन्छ दाइहरू। लभ यु एन्ड मिस यु है।